एकचोटि तिनीहरूलाई दसैँको टिका लाउन दिनुहोस्, मेरो बिन्ती छ। तिमी जतिखेर पनि कसम नदेऊ मलाई। एउटा काम गर, हेर, रामहरू पूजा गरेर फर्कँदा लुकेर ती पहरेबाट यो अक्षता र जमरा छर्किदेऊ। आखिर जसरी भए पनि आशिक दिने त हो। ठुलो मान्छे हुनु, कृति राख्नु, जागिर खाएर बाबाआमालाई पाल्नु। सधैँ सहरको धनी केटी बिहे गर्छु भन्छस्, धनी केटी बिहे गरे पनि बाबाआमालाई चाहिँ नबिर्सिनु। हामीले हाम्रो छोरामाथि गर्व गर्न सकौँ, बुहारीको डरले छोरालाई लुकेर हेर्नु नपरोस्। के भएको रहेछ? केही होइन, एउटी माग्ने आइमै ढलेकी रहेछ। आमा, के हो? कौशल्या, 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 छोड्नुहोस् त। तपाईँ उहाँलाई लिएर मसँग आउनुहोस् त। र यसरी हामी सडकमा आइपुग्यौं दयासागरजी। मान्छे फरक भए पनि हाम्रो कथा एउटै हो धर्मदेवजी। घर जग्गा आफ्नो नाउँमा बनाएपछि छोरा बुहारीले निकालिदिए र यो पार्टीमा आएर बसेको पनि वर्षौं भइसक्यो। छोरो जन्मेपछि समाजमा कुलको नाम राख्छ भनेर ठुलो नाक गर्छौं, तर त्यही छोरो ठुलो भएपछि आमा बाबुलाई समाजमा अनुहार देखाउन लायक पनि छोड्दैनन्। सन्तानको भविष्यको लागि मिठो सपना बोक्ने आमाको आँखामा आँसुको बलिन्द्र धारा तिर्कयो। के गर्ने, दुःखको औषधि पाइएन भने दुःखलाई नै औषधि मानेर बाँच्नु पर्दो रहेछ। आइपुग्यो तिमीहरू। तिमीहरूलाई पनि बुहारीले कुटेर निकाले आउनु पर्छ। तर मेरो छोराको त बिहे भएको छैन। जान्छु, म पनि जान्छु। मेरो छोराको बिहेको लागि ऋण खोज्न जान्छु, जान्छु। यो पण्डित धरणीधर हो, हामी सबै पण्डित भन्छौं। पूजा आजामा भजन गाएर परिवार पाल्थे रे, ऋण खोजेर छोरोको बिहे गरिदिएछ, पछि बुहारीले कुटेर निकाली छे। यहाँ सबैको कथा एउटै छ। ड्याडी, छोरा बुहारी तिमीहरू हामीलाई माफ गर्नुहोस् ड्याडी, हामी तपाईलाई लिन आएका छौं। यो म के सुन्दैछु? हो ड्याडी, आज आएर थाहा भयो कि बाबुआमा बिनाको घर कस्तो हुन्छ भनेर। हामीलाई माफ गर्नुहोस्, घर हिँड्नुहोस् ड्याडी। हो ड्याडी, नाइ नभन्नुहोस्। हे भगवान, धर्मदेवजी तपाईहरु आउनु भएपछि त मेरो त भाग्य नै खुल्यो। मेरो लागि त ईश्वर नै बनेर आउनु भयो। यो त अति नै खुसीको कुरा भयो दयासागरजी। तपाईको छोराको मनमा
त्यसले भए पनि माया त पलायो। यो मेरो कोठामा तपाईहरू नै बस्नुहोस्, त्यहाँ खानेकुराहरू पनि छन्। जाउँ ड्याडी। हस् त। तपाईँ यहाँ? ए हजुर, यता हेर्नुहोस् त। किन, के हो? दयासागरजी, तपाईँ यो अवस्थामा यहाँ? तपाईँलाई त छोरोले घरमा पो लगेको थियो त, फेरि किन आउनुभयो यहाँ? एउटा सानो टुक्रा घडेरी मेरो नाममा बाँकी थियो, त्यही लिनको निमित्त मलाई माया गरेर बोलाएका रहेछन्। सही गरेर दिए, फेरि मलाई यही ल्याएर फालिदिए। राति नै हामीलाई किन नउठाउनु भएको त? तपाईहरूलाई उठाउन पनि लाजै लागेर आयो। के गर्ने, सन्तानले सुखमा त बाँच्न दिएनन्।
किन ईश्वर अझ दुःख दिन्छ छ र खुसी यहाँ दुःखसँग लड्छन् सबै मान्छे आफ्नो आफ्नो बेथाली हिँड्छन् सुख दुःख चौतारी हो जीवन बिसाउने सुख दुःख चौतारी हो जीवन बिसाउने खुसीसँग मन दुखाउन हुन्न आफ्नै हात खियाउला किन डराउने कहिले हँसाउने कहिले रुवाउने कहिले हँसाउने कहिले रुवाउने तर हामी ईश्वरसँग किन रिसाउने सुख दुःख